आज हामी साथीहरु मिलेर चाहिँ स्केट जाने प्लान बनाएको। आज चाहिँ ओभर रमाइलो भयो के। सो हेलो गाइस, वेलकम ब्याक टु माई न्यू मिनी ब्लग। सबभन्दा फर्स्टमा चाहिँ यहाँ कपाल काट्ने अंकलकोमा मेरो पहिलाको कपाल काटेको उडारो थियो, रोटी तिर्न आए। अंकलसँग धेरै क्लोजली छौं, त्यही भएर खाटापिटा चल्छ के हाम्रो फेरि। अंकलले पैसा दिएपछि म चाहिँ लागि स्केट पार्कतिर। साथीहरुसँग चाहिँ हामी स्केट पार्कमा भेट्ने प्लान गराएको थियौ र म चाहिँ घरबाट निस्किसकेको छु। आई डोन्ट नो साथीहरु आइपुगी छैनन् भनेर मलाई थाहा नै छैन र म चाहिँ गइरहेको छु। मलाई चाहिँ लागिरहन्थ्यो म चाहिँ घरबाट अलि छिटै निस्के जस्तो छु। मेरो रुमबाट चाहिँ स्केट पार्क अलि नजिकै पर्छ, तर मेरो साथीहरुको रुमबाट चाहिँ अलि टाढै पर्छ। त्यसैले अभियसली म नै अघि पुग्छु र तपाईहरुले अगाडि हेर्न सक्नुहुन्छ स्केट पार्क जाने साइन बोर्ड पनि रहेको छ। लिबाङ स्केट पार्क तलतिर भनेर साइन गरेको छ र भन्दा भन्दै म चाहिँ स्केट पार्क नै आइपुगेको छु। मेरो साथीहरु कोही पनि आइपुगेको थिएनन्, तर एउटा साथी चाहिँ अघि नदेखि नै खेलिरहेको रहेछन् स्केट र साथीसँग हात मिलाए र साथीलाई सोधेको कहिलेदेखि यहाँ छौ भनेको 1-2 घण्टा भइसक्यो भन्थे। र आज चाहिँ अलि धेरै मान्छेहरु थिएन रहेछन् स्केट पार्कमा। अरु साथीहरु आए पनि म पनि खेल्छु भनेर म चाहिँ बसे एकछिन। अनि हामी दुईजना साथी गफ गर्दै बसिरहेको थियौं। मेरो साथीहरु बाहिर आइरा होलान् भनेर हेर्न गएको, अझ आएकै रहेनछन्। मेरो साथीहरु आएरै आएनन्, अब त अति भो कहाँ गए भनेर हेर्न गएको, अझ पनि आएनछन्। र मैले चाहिँ फोन गरिदिएको त बाटोमा आइरहेछन् पर्ख ल भन्छन्। र म चाहिँ तिनीहरुले नै पर्खिँदै बसिरहेको थिएँ। अनि यहाँको एउटा ट्रेनर चाहिँ मेरो फ्यान देखे अनि हात मिलाउन आउनुभयो, मैले पनि हात मिलाएँ। धेरै समय पर्खेपछि बल्ल मेरो साथीहरु आइपुगे। मेरो साथीहरु आइपुगेपछि हामीले चाहिँ फर्स्टमा टिकट काट्यौं। टिकट काटेपछि हामी गयौं स्केट सुज लगाउनतिर। सबैले आफ्नो आफ्नो साइजको जुत्ता लियौं र जुत्ता लगाउन थाल्यौं। हामी सबैले जुत्ता लिएर भ्याएपछि गयौं स्केट खेल्नतिर। हामी सबै एक दुईचोटि खेल्न आएको भएर सबैले अलिअलि खेल्न सक्थ्यौं। मेरो साथीहरु चाहिँ मभन्दा अगाडि पहिले नै खेल्न आएको भएर होला एकदम राम्रो खेलिरहन्थे। एउटा मेरो साथी चाहिँ खेल्दा खेल्दा एउटा बच्चासँग अल्झेर लोटेछन्। मेरो साथीहरु चाहिँ यहाँ लाइन पारेर खेलिरहेको थिए र मैले पनि तिनीहरुलाई जोइन गरेँ। अनि मेरो साथी चाहिँ अलि धेरै लोटिरहन्थे अनि मेरो 3 जना साथीहरु चाहिँ अङ्गालमाल्दै खेलिरहेको थिए। त्यो साथीलाई फेरि मैले खेलेको भिडियो पारिदियो ल भनेको र मेरो भिडियो पारिरहेको थिएँ। यस्तै रमाइलो गर्दा गर्दै मेरो साथीहरुको जाने टाइम भएको हामीलाई थाहै भएन के। मेरो साथीहरुको चाहिँ ट्युसन क्लास भएको हुनाले उनीहरु चाहिँ अगाडि नै निस्केर गए र सबै साथीहरु गएपछि म चाहिँ एक्लै भएँ। उनीहरु गएपछि म चाहिँ 20-30 मिनेट एक्लै खेलेँ र बाहिर रात पनि परिसकेको थियो र मेरो पनि टाइम भइसकेको थियो। टाइम भएपछि म चाहिँ लागि जुत्ता फुकाल्नतिर। जुत्ता फुकालेर काउन्टरमा दिएर दिदीलाई बाई भनेर म चाहिँ लागि घरतिर। बाहिर हेर्न सक्नुहुन्छ तपाईले रात परिसकेको छ र आजको लागि चाहिँ यति नै। यस्तै ब्लगहरु ल्याउँदै गर्ने छु। थ्यांक यू फर वाचिङ माई ब्लग। बाई।